सबैजनालाई स्वागत छ। भेरी वेलकम टु माई ब्लग। आज चाहिँ हामी सुपर कार मिट जान लागेको छौँ। भर्खर तपाईँले देख्नु भइहाल्यो, हामी खाजासाजा खाएर आइसक्यौँ भनेपछि हामी साँझतिरै निस्किरहेको छौँ। आवाज अलिकति क्लियर नसुन्ने होला। आज सुपर कार मिट दरबार मार्गमा जाँदैछौँ। अब भर्खर हामी लगनखेल आइपुग्यौँ। लगनखेलबाट गाडी चढेर गाडीबाट हामी काठमाडौँ जानेछौँ। हामी चाहिँ आइपुगिसक्यौँ। कहाँ आइपुग्यौँ? यहाँबाट हामी सिधै बसन्तपुर निस्किन्छौँ। सिधै त्यही भेट्छौँ तपाईँलाई। अब बसन्तपुर पुग्यौँ। अब दरबार मार्गको बाटो चाहिँ हामीलाई थाहा छैन। यहाँ चाहिँ फुल स्टलहरू पनि रहेछ, देख्न सक्नुहुन्छ। यहाँ पछाडि पनि छ है। अब हामी हिँड्दै नै छौँ है, अझै हिँडि नै राख्नेछौँ, नपुगेसम्म हिँडिराख्नेछौँ। के पर्फर्मेन्स हुन लागे जस्तो छ है, देख्न सक्नुहुन्छ तपाईँले। हामी चाहिँ यता आइपुगिसक्यौँ। सुपर ड्राइभ नेपाल भन्ने रहेछ इभेन्ट चाहिँ। सो गाइज हामी चाहिँ अघि आएर पुरै भइरहेछौँ। 4 बजे भनेको अहिले कति बज्यो? अहिले 4:45 हुँदैयो। उता 4 बजी सुरु हुन्छ भनेको। अब यहाँ हामी छौँ है। कहाँबाट लग्ने हो, के लग्ने हो थाहा छैन। पुलिसले 2 दिनधरि लगिदिइसक्यो। यहाँ नबस्छ, त्यहाँ नबस्छ, त्यहाँ नबस्छ भन्छ। हामी अघि सुरुमा त्यहाँ गयौँ, त्यसपछि फेरि यहाँ आयो, फेरि उता गयो, फेरि उता जानु लाग्यो। गएन, अब यहीँ बसिरहेको छौँ। फेरि पठायो भने जाउँला। कहाँबाट गाडी आउँछ के हुन्छ थाहा छैन। हामी वेटिङमै छौँ। हामी पनि सबै जस्तै बुझि नै रहेछौँ है। त्यहाँ चाहिँ स्टेज हो कि के हो है। यहाँ स्टलहरू पनि छ। अब अहिले वेटिङ नै हो। अब सबै आइसकेपछि मजाले हेर्नेछ, यही अपडेट दिनेछ। केही बाइकहरू आएको देखियो, देख्यौँ। अब सुरु हुन लाग्यो जस्तो छ। गाडीहरू आउँदैछ जस्तो लाग्यो। सिट चाहिँ क्याप्चर गरिरहेको छौँ है। देखिन्छ कि देखिँदैन, यहाँसम्म गाडी आउँछ भन्ने सुनेको हो है। ल खतरा गाडी गयो है। गीतहरू पनि बज्नु थालेछ। अब हेरौँ के हुन्छ। यहाँसम्म गाडी आउँछ अरे भन्छ। बार लाग्दैछ है। वेट गरि नै रहेको छौँ अघिदेखि। 6 बज्यो, पानी पर्न पनि थालिसक्यो है। हेलो हेलो होइन कि के समस्या भइरहेछ? मलाई यहाँ कुर्सी कोही लिएर आइदियो त है। अघिदेखि हामी उठाइछौँ यतै। अब कुरै नै हुन्छौँ। 6 बजिसक्यो। 6 बजी नै अझै पुग्छौँ। कहिले आइपुग्छ कुरै नै रहेछौँ है। त्यो सबै सोहरू हुँदैछ, के हुँदैछ, एमसी हुँदैछ। यहाँबाट गाडी आउँछ भनेको थियो, यही रोडमा गाडी चल्छ भनेको थियो, तर गाडी नै आएको छैन। कुर्दैछ ल है। गाडीहरू बाइकहरू आउँदैछ है। ल है, नाइस ल है, दामी। ओ यो रेप गर्ने को रहेछ ल है। ल ल है। ल ल उता गयो है। पप पप रेन्ज रोभर टोयोटा रेन्ज रोभरलाई छोड्यो। अर्कै गाडीहरू चाहिँ गयो है। हेरिदिउँ 3-4वटा गाडी चाहिँ गयो। अब यसरी बसेर हेरिरहेको छ, मजाले खिचिरहेको छ, आनन्द छ है। यहाँबाट सर गइरहेको। अघि सुप्राको क्लिप पनि देख्नुभयो होला। त्यसरी नै अझै गाडीहरू आउँदैछ, अझै देखाउने गर्छौँ। रमाइलो छ है, एकदम मजा आउँदैछ। तर गाह्रो चाहिँ गाह्रो
फेरि अझै अरू गाडीहरू पनि आउँदैछन् अब त्यो पनि हेर्छौँ हामी देखाउने नै छु म ल हेर्दै जानुहोस् स्टे ट्युन भिडियो लास्टसम्म हेरिदिनु होला ल ल अब त अगाडि नै आइपुग्यो अर्को BMW यो पनि गाडी जाँदैछ यो पनि गाडी छ उता सबै गाडीहरू गइसक्यो है ल यो पनि गाडी छ है अगाडि टोयोटा BMW सुप्रा सबै गइसक्यो है ल हिलक्स यो चाहिँ ल यो पनि राम्रै रहेछ ल है सबै गाडी राम्रै आइरहेछ हेर्नै रहेछ त्यो भर्खर गाडीहरू गइसक्यो है अलमोस्ट सबै गाडीहरू आइसक्यो मैले क्लिपहरू पनि खिचेछु सबै गाडी खिचेछु है म हाल्ने नै छु अगाडि हेर्नुभयो होला के गाडी आएको थियो अहिले त प्याक छ हुल नै छ है मोबाइलमा त्यति अँध्यारो नदेखे पनि रियलमा चाहिँ अलि अँध्यारो नै भइसक्यो है सबै गाडी यतै छ है ल यो सबै गाडीहरू दामी दामी त्यस्तो हेभी मोडिफाइड चाहिँ छैन तर सिम्पल मोडिफाइडमा पनि धेरै नै हुन्छ है नाइस ल यो भयो टेस्ला भयो ल उता BMWहरू पनि छ ए यो लाइट त खत्रै टुलिकै टल्किन्छ है मोबाइलमा यो गाडीको लाइटहरू ल ल अडी यता यता जाँदैछौँ है अझै पनि अडी ल ओ ल ओहो सो अब गाडीहरू चल्दै गर्छन् जाँदै गर्छन् गाडीहरू पनि फर्किँदैछ है अब हामी पनि फर्किँदैछौँ यहाँ फेरि कुन चाहिँ गाडीको होल लागेको रहेछ हो BMW नै हो त्यही हो त्यसमा फोटोसोटो खिच्ने हुँदो रहेछ है हामी चाहिँ फर्किँदैछौँ देख्न सक्नुहुन्छ भइरहेको छ अझै पनि चलिरहेकै छ गाडीहरू चाहिँ फिर्ता गइसक्यो है ल अब हामी हिँड्दैछौँ सो अब ओभरअल एक्सपिरियन्स कस्तो भयो त खतरा है तर जति सोचेको थियो त्योभन्दा चाहिँ साउन्ड चाहिँ ठुलै रहेछ है सोचेकोभन्दा पनि बढी छ मोडिफाइड नभए पनि साउन्ड चाहिँ ठुलै नै रहेछ त्यो पनि अँध्यारो देखिरह होला म लाइट राम्रो देखिरहेको छ है मैले फोकस गरिसकेपछि ल राम्रो देखियो है सो गाइस अब चाहिँ हामी मङ्गलबार आइपुगिसक्यौँ है अघि गाडी नपाएर सबै साझा बस हेर्दाखेरि साझा बस पनि पाएन टेम्पो हेर्दाखेरि टेम्पो पनि पाएन लास्टमा हामीले के चढेर आयो माइक्रो चढेर आउनु पऱ्यो है माइक्रोले उता पुल्चोकमा छोडेर थियो हामी पुल्चोकबाट हिँडेर मङ्गलबार आइपुगिसक्यौँ अब यहाँबाट जाँदै जाउँ देख्न सक्नुहुन्छ भिडियोको अन्त्यतिर आइसक्यौँ है सबैजनाले यहाँसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद उसले पनि धन्यवाद भनिदिन्छ धन्यवाद है ल अब हामी
लाग्नेछौँ यहाँबाट अब। सो आजको लागि यति नै। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। सबैजनाले लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। तपाईँहरूले देख्नुभएको गाडीहरूमध्ये कुन गाडी तपाईँले चाहिँ सबसे राम्रो लाग्यो त्यो चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला है। सो आजको लागि यति भन्दै बाई बाई। भयो अन्दिनुहोस्।